नमस्ते। म आज तपाईलाई सनक्रिम जुन डक्टर सेल्साइडको सनक्रिम मैले धेरै भिडियो बनाएर राखेको छु र आज चाहिँ मैले फेरि यसको एउटा किन भिडियो बनाउँदैछु भने अब समर हुन लाग्न थालिसक्यो, घाम चर्को लाग्न थालिसक्यो हैन। अनि यो चाहिँ डक्टर सेल्साइडको स्किन सेडारेसनको लागि अनि चाहिँ स्कारियाबर्ड्सको लागि र एन्टिब्याक्टेरियल फङ्सनल भएको पनि छ। यसमा नन कम्युनिजेटिक सनक्रिम हो, फेरि अक्सोबेन्जोन र अक्सोनेटेड भन्ने दुईटा छैन, जसले गर्दाखेरि यो सनक्रिम प्रेग्नेन्सीले लगाउँदा नि हुन्छ, बच्चाहरू लगाउँदा पनि हुन्छ, अनि सेन्सिटिभ स्किनले लगाउँदा नि हुन्छ, ओपन पोर भएको स्किन लगाउँदा नि हुन्छ, एक्नीले लगाउँदा नि हुन्छ। मेलास्मालाई धेरै राम्रो, किन भन्दा सनक्रिम चाहिँ राम्रो चुज गर्न सकिएन। सनक्रिममा चाहिँ बढी चाहिँ रसायन भएको केमिकल भएको सनक्रिम युज गरियो भने के हुन्छ, स्किन झन् कालो हुने, कालो पोतो झन् कालो भएर बढ्ने, अनि स्किन इरिटेसन हुने, अनि सनक्रिमभन्दा माथि बिबी क्रिम लगाउँदाखेरि टुक्रिने अनि आँखा पोल्ने हुन्छ हैन। अनि यो सनक्रिम चाहिँ हाम्रो युएसमा पाउँछ, नेपालमा पाउँछ र कोरियामा पाउँछ। यो चाहिँ कोरियन स्किन केयर सेन्टर र हस्पिटलहरूमा पाउने सनक्रिम हो। अनि अहिले तपाईँहरूले धेरैले अहिले सनक्रिमको बारेमा टिकटकहरू पनि हेर्नुहुन्छ, इन्स्टाग्राम पनि हेर्नुहुन्छ नि त हैन। त्यही भएर टिन्टेड सनक्रिम भन्नुहुन्छ। यो चाहिँ टिन्टेड सनक्रिम पनि हो हैन। मोइस्चराइजेसन क्रिम लगाएर सनक्रिम लगाउनु नि एकदम गोलो हुन्छ, स्किन टिल्क टल्किन्छ। त्यहाँमाथि तपाईँले बिबी क्रिम लगाउनु भयो भने हैन। अनि यो चाहिँ पिङ्क ब्राउन कलरको छ, टिन्टेड पिङ्क ब्राउन कलरको भिटामिन सी पनि छ यसमा, जसले गर्दाखेरि के हुन्छ भन्दा युभीए, युभीबी, युभीसी तीनटै रेजहरूलाई चाहिँ ब्लक गर्छ। जस्तै हाम्रो ट्युबलाइटहरू, ब्लू लाइटहरू, मोबाइलको लाइटहरूलाई पनि ब्लक गर्दै जुन इन्भाइरोमेन्टमा आएको ब्याक्टेरिया, सानो धुलोहरू अनि हावामा आएको धुलोहरूलाई पनि ब्लक गरिदिन्छ। त्यसले गर्दाखेरि स्किन चाहिँ इरिटेसन हुँदाबाट पनि जोगिन्छ है। अनि यो अहिले हामीले चाहिँ युएस र नेपाल कोरियामा मात्रै छ। यो हस्पिटलहरूमा पाउने सनक्रिम हो, कस्मेटिकभन्दा धेरै माथिको कस्मेटिकको। र हाम्रो डर्मालोजिस्टको बारेमा मैले अघि नै भनिसकेँ होइन, भिडियो एकचोटि खोजेर हेर्नु होला। अनि यो सनक्रिम चाहिँ तपाईँहरूले चाहिँ अहिले कुनै युरोप अथवा जापानतिर पनि मैले यसको डिलरहरू खोजिरहेको छु। तपाईँहरू चाहिँ यो सनक्रिमलाई चाहिँ तपाईँहरूले डिलर गएर होलसेलमा लिन चाहनुहुन्छ भने चाहिँ सम्पर्क गर्नु।